अनि मैले धेरै कुरा सुट गर्न पाइनँ कि भ्याक्युम किनेको भने मेरो मोबाइल हराएको थियो कि बिचमा अनि पुरा सोकमा थियो आँखाबाट आँसु झर्सकेको थियो मेरो रुइसकेको थियो मोबाइल हराएर म त टिकटकलाई गाली गर्न चाहन्छु अनि सो हामी हाम्रो स्कुल हेलो गाइज म चाहिँ घरबाट निस्किसकेँ अरे सरी वेलकम टु माई मेरो न्यू ब्लग सिधै उयो आएर मैले ब्लग स्टार्ट गरेँ छैन अनि म मेरो घरबाट चाहिँ निक्लिसकेको छु अनि अरू भाइ घरमा आएको छु आज हाम्रो चाहिँ आज सरस्वती पूजा हो के न सबैले ह्याप्पी सरस्वती पूजा ल जे भयो भने अनि आजको दिन चाहिँ हाम्रो रोमाञ्चक बबाल हुनेवाला छ मेरो भ्लगमा हुनु होला मजा आउनेछ हेर्नु होला बाई बवाल हुँदैछ यता चाहिँ गाइज फलो मी अनि सो हामी हाम्रो स्कुल पुगिसकेको छौँ यहाँको डेकोरेसनहरूको लागि मेरो स्कुल भन्नाले पनि म यता डान्स सिकाउँछु क्या अनि सो मैले म त के लगाएको छु दाइला हेर्न धेरै खतरा छ बवाल भ्यू चाहिँ सो गाइज हामी क्लास पुगेर पनि काम गरिसकिसकेका छौँ हामीहरूले अनि यहाँ अरू गुरु ल्याइसक्नु के गर्यो अनि गएपछि यहाँ उहाँहरूको भाइ चाहिँ यहाँ यति धेरै ठुलाहरू थियो क्या पहिला अहिले भर्खर हामीले क्लिन गरिसकेको छौँ अनि अझै थोरै बाँकी छ हामी यो सफा गरेर तपाईँले देखाउँछु यहाँको खतरा देखाउँछु यहाँ यति धेरै उ थियो यहाँ पहिला अनि आज हाम्रो यहाँ क्लासको ओपनिङ सही अनि सरस्वती पूजा पनि बनाउने हामीहरू दुईटिको हामीले ओपनिङ गरेर होइन क्लासको सो हेर्नु ल हामी बाहिरको सफा गरेर देख्न सक्नुहुन्छ यति क्लिन गरिसकेको छ हामीले यतातिर फुल क्लिन छ यतातिर अब हामी भित्रको सफा गर्न लाग्छौँ उतातिर अब हाम्रो अहिले यस्तो छ भनेपछि क्लास यता सबै भयो मतलब यतातिर पुरा खाली अनि यता गज्या मुजिङहरू यस्तो राखेको छ अनि हामी यसरी क्लिन गरेर तपाईँलाई देखाउँछ हाम्रो क्लास हामीले क्लास सफा गरेर चाहिँ हामी अब क्लास निक्लिनु लागिसक्यो अब हामी घर जान्छौँ फ्रेस हुन्छौँ अनि त्यहाँबाट चाहिँ हाम्रो त्यो अघि स्कुलको देखा ठाउँमा स्कुल जान्छौँ हामी त्यहाँबाट चाहिँ यतातिर हुन्छौँ सो गाइज अहिले मेरो होइन अहिले यो आइफोन मेरो हराएको थियो अहिले म टेन्सनमा 2-3 घन्टा भयो यस्तो टेन्सनमा थियो अहिले भाइले पाएको थियो क्या भाइले पाएको थियो मेरो मोबाइल अनि यो भाइलाई अहिले म भेट्न आएको मेरो अहिले घर पुगेर अहिले आएको थिएँ क्या यहाँ घरबाट यहाँ उसले पायो अहिले पुरा सोकमा थियो आँखाबाट आँसु झर्सकेको थियो मेरो रुइसकेको थियो मोबाइल हरायो भनेर अहिले हेर्छौँ सो हामी क्लास पुगेर पनि हाम्रो अब सकिसकेको छ यहाँ हाम्रो जो वेलकम मतलब त्यो हुन्छ नि हाम्रो सबै सकेर चाहिँ अनि यहाँ फुल भइसकेको छ अरूमा हान त एउटा टेफुडा हान त सो गाइज हुँदैछ चौपल अरूमा हान्न ए ल हेर्दिनँ ल भन्न के भन्नुहुन्छ मेरो ब्लगमा हेलो एभ्रिवान नमस्ते मेरो नाम प्रतिभा Would like to take notes while I take totes of the marijuana smoke. Oh, you wanna choke? Gun smoke, gun smoke. Biggie Smoke the mayor, the rock slayer, the hooker layer, motherfucker say your prayers. फिर से आ गए रे बाबा इधर जहर खाने का पैसा नहीं है तू जा रे जा यार तू कुछ अभी मजा आएगा ना भिड़ो नमस्ते सबैलाई मेरो नाम प्रतिभा परिदिले यस यस मन लागेको परि आकाशको परि धरतीमा चढी अर्को धरतीको बढी आकाशमा उडी परिदियो सो गाइस हाम्रो यही हो
प्रोग्राम सकिसकेको छ हाम्रो क्लासको अनि सो आजदेखि हाम्रो ओपनिङ भइसकेको छ A1 डान्स फिटनेस डान्स स्टुडियो सो भिजिट गर्नु होला अनि यो कालालाई नहेर्नु होला सो गाइस हाम्रो यतातिर पार्टी साइड सब खत्म भइसकेको छ अहिले चाहिँ कोही पनि छैन हाम्रो क्लासमा सो हामी लास्टमा छु मैले आज चाहिँ क्यामेराको काम गरेको थिएँ चौथे असिस्टेन्ट मेरो असिस्टेन्ट अनि आज चाहिँ मैले क्यामेराको काम गरेको थिएँ सो मजा आयो आज अनि मैले धेरै कुराहरू सुट गर्न पाइनँ कि बेबी किनकि भने मेरो मोबाइल हराएको थियो कि बिचमा अनि मतलब 2-3 घन्टा चाहिँ पाएको कि मेरो मोबाइल मैले त्यसमा धेरै कुरा सुट गर्न पाइनँ त मैले आजको भ्लग चाहिँ यस्तो राम्रो बनाउने भन्ने सोचिरहेको थिएँ म अनि सो मैले सोचेको थिएँ केही पनि भएन क्या अनि त्यसरी मैले भ्लग राम्रो सुट गर्न पाइनँ त मैले यस्तो राम्रो भ्लग हुन्छ नि धेरै कुराहरू कन्सेप्ट मैले सोचेको थिएँ त्यसैले मैले आज के भन्नु भएन ल गाइज हामी यहाँबाट निस्किन्छौँ ल गाइज हामी यहाँबाट निस्किन्यौँ हामी सबजना हाम्रो सब सब खतम भइसकेको छ अनि यो भ्लगलाई यहाँ एन्ड गर्छु तपाईँ के भन्नु नि के गरेमा के भने म त टिकटकलाई गाली गर्न चाहन्छु त्यसकी आमा मेरी कोही पनि होइन ल यति भन्दा बाई गाइज